ल हाम्रो गाउँमा चाहिँ अब दिनभरि टिपर कुद्छ, राति भइसकेपछि चाहिँ यसरी पानी लगाएर पुरा केटाहरूले कुच्चोले अब बढार्ने काम सरसफाइमा एकदम होइन भाइ, सरसफाइमा छौँ नि हामी होइन। ल केटाहरूले पछाडिबाट दिने भयो। यो चाहिँ हाम्रो श्रीरामजी आधारभूत विद्यालय केराबारी 8 हो। यसरी दिनभरि अब यहाँ क्रसर खोलाबाट मिस्किडी बोकिन्छ अनि रात परेपछि चाहिँ सरसफाइ हुन्छ होइन। यो काम चाहिँ कतिको ठिक लाग्छ त ल त। केटाहरूले अगाडि ट्र्याक्टरले हान्दै जान्छ, अगाडि ट्र्याक्टरले गर्दै जान्छ, पानी हाल्दै जान्छ, पछाडि केटाहरूले झाडु हान्दै आउँछन्। हो यसरी सरसफाइ एकदम सरसफाइ हुन्छ। दिनभरिको धुलो राति भएपछि केटाहरूले साफ गरिदिन्छ। भाइ ठिक छौँ नि हामी होइन, बढिया छ। ल ठिक छ, ल ठिक छ, ल ठिक छ। मजाले हान है, मजाले। ल है केटा ल है। ल केटाले धनाधन सरसफाइ गर्दैछन्। बाटो गाउँ फोहोर हुनु भएन नि त, हामी चोक। यहाँबाट हामीले केटाहरूले चाहिँ यहाँबाट चाहिँ अब परसम्म पुरै सरसफाइ आनन्द साथ भन्छन्। रातको 9 बजे सरसफाइ सुरु भयो।